दर्शकबिन आज फेरि नयाँ भ्लग लिएर यहाँहरूको सामु फेरि पनि उपस्थित भइसकेको छु र आज चाहिँ म यो माउरी त्यहाँ जङ्गलमा थापेको ठाउँमा माउरी आछ भन्ने खबर पाएको 1 महिना पछाडि म जाँदैछु र के कसो छ त्यस हुनाले मैले त्यहाँ सबभन्दा पहिला चाहिँ त्यहाँ लैजानको लागि ढोद्रा रेडी गर्नुपर्ने हुन्छ। तै बोल्यो हामी ल्याउन सक्छ जोल्टी पर्न हामी चाहिँ हिँड्छौँ जोल्टी पर र दर्शकबिन यहाँ देखिराख्नु भएको छ मैले यो मुडे ढोद्रा ल्याइसकेको छु र यहाँ देखिराख्नु भएको छ यो भित्रपट्टि सफा भएको कारणले यसलाई हल्का मात्रै कुचो लगाउने छु र यहाँ देखिराख्नु भएको छ यति गरेपछि यहाँ भएका पोहोरहरू सबै तल झरेको छ। र यहाँ देखिराख्नु भएको छ यो ढोद्रा चाहिँ मैले सफा गरेर राखिसकेको कारणले अब चाहिँ यसलाई यो गोबर खरानीले यो चरचारहरू पुर्नु पर्ने हुन्छ। र दर्शकबिन यहाँ देखिराख्नु भएको छ यो ढोद्रा चाहिँ पूर्ण रूपमा तयारी भइसकेको छ। अब चाहिँ म लिएर जाँदैछु ढोद्रा बोकेर घरबाट हिँडिसकेको छु र माउरी आछ भनेको सुनेको लगभग 1 महिना भयो म त्यहाँ हेर्न गएको छैन र आज चाहिँ बल्ल जाँदैछु र माउरी के कति मात्रामा छ म देखाउने छु र 1 महिना अगाडि चाहिँ माउरी आछ गरे भनेको सुनेको छु त्यस हुनाले म यति बेला घरबाट हिँडिसकेको छु र यति बेला हिजो आजको मौसम चाहिँ त्यस्तै छ त्यति राम्रोसँग घाम लाग्न सकेको छैन आकाशमा हल्का बादलहरू लाग्ने गरिरहेको अवस्था छ। मोलोसार भए हैन र दर्शकबिन यहाँ देखिराख्नु भएको छ म चाहिँ यो बाटो हुँदै जाँदैछु र यति बेला अपराह्नको 4:15 4:30 भइसकेको छ र यति बेला चाहिँ आजको मौसम यहाँ देखिराख्नु भएको छ यतापट्टि टुवालो लागेको छ रुखहरूले पात झार्ने बेला भएको कारणले यहाँ देखिराख्नु भएको छ भुइँमा सबै खोस्मेरा मात्रै छ यो बाँसको र यो बाँसहरू पनि सबै मुरुले भएको छ र दर्शकबिन यति बेला चाहिँ माउरीको हुल छुट्ने गोला विभाजन हुने समय भइसकेको छ र यति बेला जङ्गलमा चरनहरू त अझै पनि छ र चौत्राहरू अनि त्यसपछि विभिन्न प्रजातिका वनमा हुने फुलहरू फुलिरहेको छ त्यस हुनाले यति बेला चाहिँ माउरीको लागि यति बेलासम्म चाहिँ ठिकै छ र यति बेला पानी परिदिएको भए एकदम राम्रो हुन्थ्यो यो माउरीको लागि र यति बेला पानी नपरेको कारणले पनि यो बोट बिरुवाहरू सबै सुक्न थालेको छ र दर्शकबिन यहाँ देखिराख्नु भएको छ यतापट्टि सबै उजाड छ मौसम र यति बेला पानी नपरेको कारणले पनि र हुन त यति बेला यो समय नै यस्तै हो र यति बेला चाहिँ जङ्गलमा पातहरू झर्ने बोट बिरुवाहरू सुक्ने समय नै हो र यतापट्टि पाख्राहरू नलिएर आएको धेरै समय भयो झन्डै 2 महिना नै हुन लाग्यो यतापट्टि पाख्रा नलिएर आएको र धेरैजना मित्रहरूले सोध्नुहुन्छ कि कुन काठको ढोद्रा बनाउँदा राम्रो हुन्छ भनेर भन्नुहुन्छ। तपाईँलाई जुन काठको खोल्न सजिलो लाग्छ त्यही काठको बनाउँदा राम्रो हुन्छ जुन सुकै काठकोमा पनि माउरी बस्छ र जङ्गलमा जानुहुन्छ भने कस्ता कस्ता भिर कहराहरूमा ढुङ्गाहरूमा पनि बसेको भेटिन्छ त्यस हुनाले जस्तो खालको काठको खोल्न सजिलो हुन्छ त्यस्तै खालको ढोद्राहरू बनाउँदा उपयुक्त हुन्छ यही काठको भन्ने चाहिँ हुँदैन। र दर्शकबिन म चाहिँ त्यहाँ माथिबाट यसो झरेर यहाँ तल आइपुगेको छु र अहिले चाहिँ म यो ढोद्रा यहाँ राखेको छु र अब चाहिँ म यता तलतिर जानुपर्ने हुन्छ र यो चाहिँ माउरीको लागि यो चरण स्रोत हामीले चाहिँ यसलाई नौर्चा भन्ने गरिन्छ र अमिले पनि भन्ने रहेछन् यसलाई अमिले झार र यति बेला ठाउँ ठाउँमा यस्तै फुलहरू फुलेको छ र यहाँ देखिराख्नु भएको छ र यतापट्टि चाहिँ चौत्राहरू फुल्ने क्रममै रहेछ र यहाँ देखिराख्नु भएको छ यो चाहिँ यसलाई चाहिँ हामीले चौतारी भन्ने गरिन्छ र यहाँ देखिराख्नु भएको छ यतापट्टि सबै यस्तै खालका फुलहरू फुल्न सुरु गरेको छ। यहाँ देखिराख्नु भएको छ त्यो चाहिँ सेतो कलरको चाहिँ मुसिकाट भन्ने गरिन्छ र त्यो मुसिकाट पनि यति बेला फुलिरहेको छ र म जाँदैछु यति बेला तल
र म यहाँ धेरै समयपछि आएको कारणले सबै कुरा नौलो लागिरहेको छ र यता नआएको धेरै समय भयो र आज चाहिँ के कसो छ त्यहाँ माउरी आछ भन्ने पनि खबर पाएको थिएँ 1 महिना अगाडि र अहिले चाहिँ छ कि छैन के कसो छ जाँदैछु र अहिले चाहिँ म यो सम्बन्धित ठाउँ नजिकै आइपुगेको छु र त्यही भन्दा अलि तलपट्टि हो मैले ढोद्राहरू राखेको र यहाँनिर देखिराख्नु भएको छ यसलाई चाहिँ हामीले असुरा भन्ने गरिन्छ र यो असुरा पनि अझै पनि फुल्दै रहेछ र त्यहाँ देखिराख्नु भएको छ यो सेतो कलरको फुलेको असुरा हो र यो ठाउँमा चाहिँ विशेष गरी कार्तिक मङ्सिरमा चाहिँ मौरी एकदमै आउने गर्छ र त्यो समयमा यता तलतिर चिउरीको वनको नजिक भएको कारणले चाहिँ यो चिउरीको फुलले गर्दाखेरि पनि यतापट्टि माउरी एकदम बढी आउने गर्छ र त्यस्तै गरी यतापट्टि जेठ असारमा पनि माउरी आउने गर्छ यो ठाउँमा त्यो समयमा चाहिँ यो खिल्लाहरू राजुहरू फुल्ने भएको कारणले चाहिँ त्यो समयमा पनि माउरी आउने गर्छ र यो सिजनमा चाहिँ त्यति आउँदैन माउरी र त्यही पनि यसो माउरी आएको छ भन्ने थाहा पाएर म यहाँ आएको हो र म सम्बन्धित ठाउँ नजिकै आइपुग्न लागिसकेको छु र दर्शकबिन यति बेला चाहिँ म यो सम्बन्धित ठाउँमा आइपुगिसकेको छु र यहाँ देखिराख्नु भएको छ माथि ओढाएको यो प्लास्टिक चाहिँ यहाँ तल हावाले झारेको रहेछ र यो ढोद्रामा माउरी आएको छ भन्ने थाहा पाएको थिएँ र यसमा माउरी त उडेको छैन र यतापट्टिको ढकन त ठिकै छ र यतापट्टि कस्तो छ र दर्शकबिन यहाँ देखिराख्नु भएको छ यसमा चाहिँ माउरी त आएको रहेछ तर पनि यो माउ खानेले निकालेर खाइदिएछ र यहाँ देखिराख्नु भएको छ यो चाकाको दाम पनि देख्छु र यहाँ देखिराख्नु भएको छ यहाँ मुसाले गुँड पनि बनाएको रहेछ र यहाँ देखिराख्नु भएको छ खट्टमै पारी छ यसको ढकन पनि देखेको छैन छ माउरी पनि भागी छ र यो चाका मात्रै निकालेको दाम छ र यहाँ देखिराख्नु भएको छ यसको ढकन चाहिँ कटाल छ र दर्शकबिन यो समयमा चाहिँ माउ खाने अत्याधिक मात्रामा लाग्ने भएको कारणले यहाँ आएको माउरी पनि माउ खानेले चलाएर भगाउन हालिन्छ र यो यहाँ देखिहाल्नु भयो चाका निकाल्नेको दाम पनि देखिसकेको छ र एउटा ढकन चाहिँ त्यहाँ फालेको रहेछ र यहाँ माउरी लिन भनेर आएको थिएँ तर पनि बेकारै भयो यहाँ आएको र दर्शकबिन यहाँ देखिराख्नु भएको छ ढकन चाहिँ यहाँ फालेको रहेछ र खटमै पारी छ माउरी र यो प्लास्टिक पनि यसरी हावाले उडाएछ माउ खानेको कारणले माउरी पनि भागी छ त्यस हुनाले अब मैले यो फेरि यो ढोद्रालाई सफा गरेर जस्ता तस्तै गरी राखिदिनेछु र त्यति गरिसकेपछि माउरी अरू माउरी पनि आउन सक्छ त्यस हुनाले अब यसलाई सफा गरेर राख्ने तयारी गर्न लागिरहेको छु र दर्शकबिन यहाँ देखिराख्नु भएको छ मैले यो ढोद्रालाई पोलेर सफा गरिसकेको छु र अब मैले त्यो ढोद्रालाई पनि झुन्नाउने छु भने यसलाई पनि अब यहाँ माथि राम्रोसँग मिलाएर राख्नेछु र दर्शकबिन मैले दुईवटै ढोद्रा यसरी झुन्डाएको छु र मैले यहाँनिर यसलाई पनि टाल्नु पर्ने हुन्छ र मैले यहाँ गोजीमा राखेर एउटा गोबर खनानी पनि लिएर आएको छु र यहाँ देखिराख्नु भएको छ
खुसी हुँदै यहाँ आएको थिएँ, तर पनि त्यो खुसी अहिलेलाई स्तब्ध भएको छ, किनकि माउरी पनि माउ खानेले खाइदिन्छ। तर पनि केही छैन, मैले त्यहाँ घरहरू सफा गरेर राखिदिसकेको छु र आउने समयमा आउँछ। र अब चाहिँ उकालै निस्किनु पर्ने हुन्छ र म फर्किसकेको छु त्यहाँबाट र उहीँ माथि नै निस्किनु पर्ने हुन्छ। साँझ परिसकेको छ र घाम पनि उतापट्टि कुहिरो लागेको कारणले देखिएको छैन र यहाँ देखिराख्नु भएको छ। र दर्शकबिन, आजको भिडियो के कस्तो लाग्यो प्रतिक्रिया जनाउन नभुल्नु होला। यदि मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। र आजको भिडियो यति नै। भिडियो हेरिदिनु भएकोमा तपाईँलाई धन्यवाद।